हेलो गाइस, आज हामी ताप्लेजुङ जाँदैछौँ मेरो काकाको अफिसको गाडीमा। हामी चाहिँ यता हुनुहुन्छ, हामी जाने जति यो मेरो दादा। हेलो हेलो यो भाइ। हेलो व्हाट्सअप गाइस। चिला मानु सेबु दिदी बुइनी। अनि अब हामी जान आँटेको ताप्लेजुङ। हामी चाहिँ अहिले गाडीलाई पर्खिँदैछौँ। उतादेखि आउँछ गाडी। के भयो? हाम्रो गाडीको चाहिँ यहाँ एन्ट्री भइसकेको छ, तपाईँहरूलाई देखाउँछु। यही हो हाम्रो गाडी। आज हामी यसमै जाने हो। हाम्रो ड्राइभर अङ्कल। हाम्रो सामान लोड हुँदैछ। यो कार्टुनहरू चाहिँ हाम्रो होइन, यो ब्यागहरू बोराहरू चाहिँ हो। हामी चाहिँ हिँडिसकेको छौँ बिरतनोटदेखि। हामी चाहिँ चारआलीदेखि यता आउँदै गयौँ। अब चारआली चाहिँ आइपुगिसकेको छौँ। अब यता जाने हो। बुधबारतिर लाग्दैछौँ। अनि अब बुधबारमा म तपाईँहरूलाई मेरो पुरानो स्कुल देखाउँछु। बुधबारे हो, बुधबारे। चारआलीको पेट्रोल पम्प। तर हामी पेट्रोल पम्पमा छौँ, तर हामी चाहिँ डिजल हाल्छौँ। गाइस गेस गर्नुहोस् यो कुन ठाउँ हो? तपाईँहरूलाई थाहा छ? यो चाहिँ बुधबारे हो। अब म तपाईँहरूलाई मेरो स्कुल देखाउँछु। गाइस अब यहाँ प्रशिक्षको पुरानो स्कुल एकछिन पहाडी आउँछ। हेर्दै जानु होला। हामी चाहिँ बुधबारे आइपुग्यौँ भन्दै यो प्रशिक्षको पुरानो स्कुल कन्काई उपर। कन्काई होइन, के हो? कर्णाली। देख्नु भएन? अघि घट भित्र कोप्चामा छिर्छ। यो चाहिँ हडिया खोला हो। के मिलाउँदा भइहाल्छ नि। यहाँ चाहिँ कन्याममा घोडाहरू राखेको छ। हेर्नुहोस् कन्यामको यस्तो दामी चिया बगान। माथि नेपालको झन्डा छ। यो हाम्रो कन्याको चियाबारी। हामी चाहिँ माई खोला पुग्न आँट्यौँ। माई खोला। हामी चाहिँ माई खोला तरिसक्यौँ। हाम्रो दिदीलाई बमिट आउन खोज्यो अरे। इलाम। हामी चाहिँ अहिले इलामको धोबी धारामा एकछिन ओर्लेको छौँ।
गाइजहरु म चाहिँ खाजा खान उत्रेको छु हामी। यहाँ पानी पर्दैछ, मलाई चाहिँ जाडो भएर टोपी पनि छैन नि यो लाको। हाम्रो गाडी चाहिँ यो चाहिँ खाजा खाएर अघि हिँडिसकेको। यहाँ हामीले टोइलेट गर्न एकछिन रोकेको छौँ सु गर्न। अब बसेर यहाँदेखि पनि जानु होला। हामी चाहिँ अहिले फिदिममा छौँ। फिदिम बजारको भ्यू हेर्नुहोस्। हामी चाहिँ अलिकति जाममा पर्यौँ। यो चाहिँ लक्ष्मी प्रसाद देवकोटाको स्ट्याचु हो। हेवा खोलाको पुल चाहिँ भाँचेको थियो, अहिले नयाँ बनाएको छ। अस्तिको पालि बाबा र म बाइकमा आउँदा भ्लग हालेको छु। त्यसमा हामी परदेखि घुमेर आएको थियौँ हेवा खोलाको पुल भाँचेर। आज जाँदा चाहिँ यही नयाँ पुलदेखि जाने हो। अहिले पनि बाढी आइरहेको रहेछ हेवा खोलामा चाहिँ। धुलो आयो। गाइजहरु अघि चाहिँ हामी आएको गाडी हामीले साटेको छौँ। अघि चाहिँ काकाको अफिसको गाडी थियो। त्यो अङ्कल हाम्रो काका हुनुहुन्थेन थियो। तपाईँहरूलाई हाम्रो काका जस्तो लाग्यो होला काकाको अफिसको गाडी भन्दा बिहान। अनि त्यो अङ्कलको चाहिँ परिवार पनि उता ताप्लेजुङ जाने अरे अनि अटेन। अनि हाम्रो काका लिन आउनुभएको छ सल्लेरीमा। अब काकाको गाडीमा जाने हो। त्यो गाडी भन्दा चाहिँ अलिक ठुलो छ यो गाडी। अघि आएको गाडी चाहिँ हाम्रो उयो पछाडिको काका हो। यो चाहिँ हाम्रो अब सल्लेरीदेखि हिँडेपछि तपाईँहरूसँग भेट्छु म। हामी चाहिँ सल्लेरीदेखि हिँडिसकेको छौँ। अब 2 घन्टा रात पऱ्यो। अब त कतिखेर पुगिने हो। यस्तो राति भयो। भ्यू हेर्नुहोस् सल्लेरीको। राति केही देखिँदैन, अहिले भरे झन्। अहिले चाहिँ राति भएर यस्तो छ। केही छैन, भ्यू चाहिँ अब सबै अँध्यारो भएको छ। हामी चाहिँ भालुचोक कट्यौँ। अब गाडीको बाग तपाईँहरूलाई केही देखाउन सक्दिनँ। यो ठाउँको नाम चाहिँ भालुचोक हो।
विदेश हो, विदेश मतलब सिङ्गापुर। विदेशको नाम राखेको छ यो ठाउँलाई। हामी चाहिँ सिङ्गापुर कटिसकेको छौँ। अब काभ्याली आएपछि चाहिँ ताप्लेजुङ लाग्छ। काभ्याली खोला तरेपछि अब काभ्याली नाट्यो। अब कति मिनट लाग्छ थाहा छैन। हामी चाहिँ काभ्याली खोला तरेर ताप्लेजुङ पुग्यो। 3, 2, 1 वेलकम टु ताप्लेजुङ। उक्लो गाडी। हामी चाहिँ यहाँ टोइलेट गर्न रोकेको छौँ। यहाँ सुहाएर मलाई नाटेको थिएँ म। अब सुहार्ने हो। मैले सुहायो यो लाउँदा। अब म तपाईँहरूसँग घरमा भेट्छु। लु बाई बाई। हामी चाहिँ घर पुग्न आँट्यौँ। ऐसेरिया टर्निङमा छौँ। यो चाहिँ सर्टकट बाटो हो। माथि घुमेर जानु पर्दैन। बुवा चाहिँ अर्को गाडीमा आउँदै हुनुहुन्छ। त्यही भएर यहाँ बुवालाई पर्खिन। अनि बुवा पनि यही गाडीमा आउनुहुन्छ। हेलो हेलो मेरो ब्लग हो नि के हो? बाकी लाइभ ब्लग हो ब्लग। Vamos, finally after 10 minutes. Vamos. 10 मिनट हो गया। 10 मिनट लेफ्ट टु बी। खतरा इंग्लिश छ यसको चाहिँ। 10 minutes left to be in the home पदा. So guys, बुवा चाहिँ आइपुग्नु भयो। अब जाने हो यहाँदेखि। 10 मिनेटमा घर पुगिन्छ। 10 मिनटमा घर पुगिन्छ। मैले ठुलो मामाको काखमा बसिरहेको छु। सानो मान्छे भन्नु। अब तपाईँले भन्नुभयो भन्नै पर्दैन। बोलु भो जम अब Jam guru jam. बाटो चाहिँ यस्तो छ। अडिएर चाहिँ बस्नु त्यो भिडियो नखिचाइले ल एकछिन म अडेकै छु। बाटो यस्तो अप्ठ्यारो छ। अनि हरिहाल्छु नि। फाइनली हाम्रो घर पुगिन आँट्यो। अब वेलकम टु आवर होम गाइज। हाम्रो घर वेलकममा ठुलो यहाँ उपस्थित। हेलो ठुलो। गाइज पर्सि क्यामेरा तेर्सिँदै आइसक्यो। ल वेलकम। Thank you for watching our vlog. Bye bye. Don't forget